हेलो हामी राधा जान्छौँ सरलाई पठाउँछौँ हजुर चाहिँ कतिजना 5 जना बराबर जाँदैछौँ ए सरहरु चाहिँ पुग्नु भएको छैन कति बेला पुग्ने हो कति बेला फर्किने हो हामीले त टन्नै भिडियोहरु बनाउने छौं त्यसपछि हामीले भ्लग पनि गराउने छौं हेर्नु होला अहिले लाइक नै छ हेलो हामीहरु चाहिँ ट्र्याक्टरमा समाउ लक्ष्मीरामसँग हामी चाहिँ ट्र्याक्टरमा के बरातल जाने चाहिँ समाउनु यस्तो छ बाटो हामी चाहिँ कसरी जान्छौँ र हामी चण्ड सर बचाऊ फोटो हैन के भिडियो हामीहरु यो के पुल अरे काको तरङ्गाको पुलमा भेरीमा अब यहाँबाट चाहिँ हामी हिँड्ने छौं हाम्रो फेरि यस्तो लजालो हुनुहुन्छ कि सर ल हिँड्नु के हजुर दुई जना लसक्कै हो चाउमिन जस्तो चाउमिन हाम्रो पेटमा गएपछि कस्तो हुन्छ लसक्कै त्यस्तै हामीले यहाँ बनाइसक्यौं हैन तपाईं एक्लै हुनुहुन्छ हम चण्ड सर फेरि अनएक्सपेक्टेड हो के नबोल्नु लास्ट फेरि बिचमा पक्का बोल्ने रहेछ हुनुहुन्छ कस्तो लागिरहेछ त हाम्रो ब्रातालमा जाँदाखेरि एकदमै कस्तो अनुभव भइरहेछ अगाडिपट्टि एकदमै उकालो रहेछ उकालो लागिरहेछ मलाई वाउ हिमाल ब्रातालको हिमाल ब्राताल हिमाल कस्तो राम्रो छ हाम्रो सौन्दर्य हाम्रो ठाउँको सौन्दर्य कतिसम्म छ देख्न सक्नुहुन्छ यहाँ यस्तो भेरी छ त्यही हाम्रो पाउ छ हिउँ परिरह देख्न सक्नुहुन्छ अनि हामी त्यहीमा हामी जस्तो राम्रो मान्छेहरू हाम्रो भेरीमा त भला रहेछ धम्लो छ हामी चाहिँ यो तरङ्गामा पुग्यौं साथीहरू हामी एकछिनमा कसलाई चिया मन पर्छ देख्न सक्नुहुन्छ चिया वाउ लक्ष्मी चाहिँ त्यस्तै है लक्ष्मी चाहिँ यो ठाउँको हैनन् त्यसै झुट बोल्छन् यिनी त बिना पाको वीरेन्द्रनगरको गाउँपालिका भित्रको हुनु पर्यो नि हामी जस्तो देख्न सक्नुहुन्छ कस्तो राम्रो छ यहाँ तरङ्गा गाउँ हाम्रोमा चाहिँ यस्तो चियाको यस्तो नदी नै छ जति खाए नि स्कुल छ त्यहाँ कतिसम्म पढाउनु रहेछ 10 होला मेरो चाहिँ यहाँनिर खिचेको फोटो छ अझैसम्म पनि यहाँनिरको छ कि मसँग फोटो यो चाहिँ हाम्रो तरङ्गाको पुल हामीलाई चाहिँ सरले छोडिदिनु भएन छौ तिमी दुईजनाको मान्छे रगान्छन् सर हजुर कहाँ हिँडेको लक्ष्मी मिस हट भएर भाइ दुर्गेश थापा यो प्रेमशाला देखाइदिएको त यसरी हाँस्नु भएको क्या हामी यस्तो हुनु पर्यो नि 3 जना झर्दा पनि केही नगर्ने मलाई त पुरै जिरोमा पुर्याउने पनि उहाँहरूले यहाँ चाहिँ तपाईहरुलाई त गाइलिन मन नपराउँदो रहेछ अरे हामी जस्तो हुनु पर्यो 3 जना आउँदा नहान्ने अरे सुन्ने त कुरा
हाम्रो कोर्डिनेटर जस्तो हुनु पर्यो मान्छे पनि राम्रो सबै एकजना गाईले चाहने मध्येमा के भन्न चाहनुहुन्छ त्यति बेला कस्तो फिल भएको थियो ओह्रालोमा बाघले भन्दा बाघलाई त्यति लाग्दैन किन यस्तो ड्राइभर थिए त्यति बेला पछाडि थिएँ बाघ अहिले ठिक छ भेरी हेर्न सक्नुहुन्छ दर्शकले तपाईँ ठिक छ नि मिस हामी अहिले अबको हाम्रो चिया हो क्या बेरातालको दुध चिया कप ल्याएनौँ हामीले छ त गिलास कपमा ट्याक्क निकाल्दै हेलो भाइ भन्दै बोल्नुहुन्छ बेहुलाउ भन्दै हुनुहुन्छ अब हामीले गन्ती भने बेहुलीले बसाइ सराई गरे जस्तो छ घर कस्तो भाइ कस्तो डिजाइनको घर हो यो बरातर जाने बाटो यही त होला है जाम झर्ने यहाँ पनि रहेछ दुध चिया धनी छ हाम्रो बेराताल हामी यहाँबाट चाहिँ पैदल यात्रा गर्नेछौँ कतिवटा सिडी छ गर्मीमा ब्याग समाउनु न मैले गर्नु छ कालै कालो समाउनु म त किन फालिदियो र छाता फुटबल खेल्नेमा लगायो भने त केटाहरू कता हिँडेको हट भएर भन्न मिल्दैन अहिले लास्टै गर्मी हेर्नु बाटो पनि त रहेछ यहाँ हामी चाहिँ कहिलेदेखि आउने प्लानिङ हो त्यही पनि आज एकचोटि क्यान्सल भएर फेरि रिप्लानिङ भयो लास्टै हेर्नु त पानी ल्याउनु पर्ने होइन पानी तलबाट भरेर सल्ला सल्लाह केही भएन कस्तो लागिरहेको भन्छ घट्ने भयो मेरो आधा किलो जति केही हुन्न फिट एन्ड फाइन भनेको म छाता ल्याइदिन्छु पूछ त बौद्ध बिहार त्यो गर्ने नि राउन्ड हान्ने तलदेखि तल के गर्नुहुन्छ हामी अहिले रातालको सिडीमा चढिरहेका छौँ अहिले बसेर खाएको चाहिँ निस्किरहेछ लाफादेखि क्यान्टिनदेखि अनि बुढाथोकीदेखि चौधरीदेखि सबै एकमुष्ट रूपमा चाहिँ आउँदैछ पसिनाको थ्रुबाट हाम्रो बेराताल देखियो फाइनल ट्रेन छ त भाइ त्यो ए बन्द
त्यहाँ होला कस्तो फिल लागिरहेछ कस्तो फिल बरातालको मुख्य केन्द्रबिन्दुमा आज हामी छौँ यो हाम्रो बराताल गाउँपालिका नाम पनि यसै सालबाट चाहिँ राखिएको हो कति छ यसको एरिया 16 बिघामा फैलिएको छ यो 16 बिघा त्यसै भनेको है मैले नापेर तर म फर्स्ट त्यो तालमा चाहिँ पानी थिएन म नाप्नलाई इन्जिनियरले गर्दैछ के गोरुलाई कुडो खोल्न लाग्नु थियो आज 5 वर्ष अगाडि म यो तालमा आउने बेला यो तालमा पानी थिएन हो कहाँबाट आएछ त यता चाहिँ हामी चाहिँ बेलाताल पुग्यौँ हेर्छु यहाँ चाहिँ काम बन्दै रहेछ 3 घन्टाको बाटो 3 कि 4 घन्टा लाग्छ हामीलाई 4 घन्टापछि बल्ल हामी पुगेको छौँ हामी देखाउनेछौँ हजुरहरूलाई हाम्रो ग्राहक हाम्रो बेलाताल 25 प्रजातिका चराहरू यहाँ पाइन्छन् 16 बिघा हाम्रो चाहिँ 16 बिघामा अरे साथीहरू बेलाताल एउटा चराले पानी बर मन्दिर छ मन्दिरमा जाँदैछौँ यहाँ चाहिँ के बन्दै रहेछ घर प्रतीक्षालय हो क्या बस्नलाई कसैको प्रतीक्षामा बस्नको लागि प्रतिशतलाई छानाले हुन्छ हामीहरू चाहिँ पुरानो दाना बिस्कुट खान्छौँ डाइजेस्टिभ बिस्कुट तर मिठो हुन्छ मलाई मिठो लाग्छ अब अरूलाई थाहा छैन है होइन डाइजेस्टिभ भनेको त्यो होइन कि मिनिङ यो अवस्थाले ठिक छ सजिलै पच्छ भन्नु हैन त्यो त हजुर होला समस्या पायस खानु मान्छेलाई हामीलाई छैन पायस त्यस्तो पायस भिडियोमै त नभनेको भए हुने कसलाई भएको लक्ष्मी हिजोको भन्ने ए कम्ता बिसाइने हो त है अघि त्यो के भन्नु त मेन चन्द्रलाई देखाउनु पर्ने हाम्रो भ्यू टावर बरातालको भ्यू टावर यहाँ चाहिँ पानी रहेछ कुवा ल बोतलमा थापौँ न चन्द्र सर बोतलमा थाप्नु न लक्ष्मी मिस एकदम एक्साइटेड हुनुहुन्छ नयाँ ठाउँमा वाउ इनर्जी लक्ष्मी मिसको इनर्जी देख्दा त रेस्किट हो क्या हामी चाहिँ पानी खाने ल्याउनु न पानी पुरेर बसेर ल्याउनु न त तर यो यहाँ बोरी यहाँ चाहिँ अर्को पनि मन्दिर रहेछ 2टा मन्दिर हजुर ए त्यहाँबाट बाटो रहेछ त हजुर एकदम भिडियो र फोटोमा फेरि ल ल ल म र माथिबाट झरेको यहाँ चाहिँ यस्तो सिन देखिँदो रहेछ साथीहरू यता मन्दिर छ हाम्रो यता चाहिँ देख्न सक्नुहुन्छ हामीहरू हामी चाहिँ बराताल पुगेर फर्किन लागेको अवस्था हामीलाई चाहिँ अघि हेपिरहेको थिएँ पछाडिको सरहरूले हिँड्न नसकेर अहिले चाहिँ देख्न सक्नुहुन्छ अग्रता कायमै छ ऊ लक्ष्मी भेटाउन सक्नु राखेन हामीलाई त्यस्तो खतरा मान्छे हामी धेरै अघि आइसक्यौँ हामीसँग जोडी नखोजी हुन्छ कहिले वेल डन आफैलाई फेरि के छ तरुखो मन सर आफैले गर्वन्वित यस्तो ज्यान हुँदा पनि होइन यस्तो ज्यानले पनि तर उहाँको ज्यान चाहिँ खाइलाग्दो छ खाएरै भएको ज्यान हो भात हुन्छ भात खाएर बनेको ज्यान भातै ज्यान हो यो भात खाएन पनि निद लाग्दैन फेरि जस्तो थोरै खाएपछि साँझमा थोरै खाएपछि निन्दा लाग्दैन भनिन्छ हो म थाकेको छैन कदापि थाक्नै छैन मेरो गन्तव्य टाढा
बाटो हाम्रो लक्ष्मी हामीलाई भेटाएर देखाउनुहोस् ल हामीलाई भेटाएर देखाउनुहोस् सक्नुहुन्छ आउनुहोस् दर्शक बिन अघि त एउटा छोक्रा खाएको एउटा छोक्रा अनि आधा किलो बदाम कता जाओस् अलिकति त्यो गाई नभेटियोस् त्यो गाईले उकालोमा कुनै खालको तङ नगरोस् भन्न चाहन्छौँ हामी यति नै अहिलेलाई धन्यवाद नमस्कार देखाउनेछौँ यात्रा हामी बाँकी कति बजे पुग्छौँ थाक्ने छैन अघि त्यही मुखबाट हामी अहिले थाक्ने छैन भन्ने मान्छे उकालो परो उकालो परो अघि सम्म थियो म थाक्दैन यस्तोसँग हामी कति बेला पुग्छौँ गएर म त सक्दिनँ ल म यसरी भिडियो गराउन मात्र सक्छु अरू केही गर्न सक्दिनँ खाल्दै पनि हुन्छ त्यो साता काम छैन अघि त ओर्नु भएको थियो त ओर्नु नि अहिले नि सिँढीमा छौ साथीहरू देख्न सक्नुहुन्छ गर्मीले पसिना पसिना टेंशन लेने का नहीं देने का है बाइक का किन सुनसान कस्तो राम्रो फाटो न कस्तो राम्रो छ होइन न तरङ्ग ओ माई गॉड जुनकिरी बत्ती बाल्देऊ तरङ्गमा उज्यालै गराइदेऊ छोरी जुनकिरी छोरा जुनकरा यो पुल तरेर जान्छौँ हाम्रो चाहिँ त्यो डाँडामा कसरी पुग्ने होला धन्यवाद हामी चाहिँ त्यो डाँडामा कसरी पुग्छौँ मलाई गाई चोरु अहिले त रातिको 7 बजिसक्यो ढिला भइगयो आज लक्ष्मी फेरि यस्तो हुनुहुन्छ कि थाक्दै थाक्नुहुन्न फेरि यस्तो मनोरञ्जन दिने काममा म पनि देखिन्न यो भोलाको साथीहरू भोलाको हजुरले मेरो युट्युब सब्सक्राइब गर्नु भएको छ कि अहिले है त ल आइयो अब चाहिँ घर जान लाइयो घर जाने कसरी हो बरु त्यसो हजुर पठाइदिनु होला कि गाडीमा हालेर पठाइदिन्छु गाडीमा हालेर पठाइदिन्छ हामी चर्केको माथि माथि छोटो बोले थियो यस्तो भेरीको चाहिँ हामी बरातल जाँदाखेरि यो भेरीमा 2 चोटि पुल तर्नुपर्छ एउटा माथि फोटो सोटो छैन भिडियो नै हो यहीमा छ चौकीदार जस्तो देखिनु हो
हाम्रो खाना छ यहाँ सेकेन्ड खाना यिनी चाहिँ भेज हुन् हामी चाहिँ अब खाना खान्छौँ